दाइ हजुरको परिचय बताइदिनु न। हजुर मेरो अब शुभ नाम मेरो चाहिँ रामबहादुर बानिया, जाजरकोट जिल्ला नलगार नगरपालिका वडा नम्बर 11 बानिया गाउँ बसोबास। हामी अब 3 भाइ छौँ, 3 भाइ 2 बहिनी 5 भाइ पनि छौँ हामी। अनि कान्छी बहिनीले सुर्खेत बिहा गरेको छ, सुर्खेतमै छ। मेरो जेठा दाइ तपाईको चाहिँ हाम्रो नगरपालिकामा दल्ली कालीमाटी भन्ने ठाउँमा बस्नुहुन्छ जेठो दाइ। अनि म माइलो हुँ, कान्छो भाइ र म अब यतै घरतिर बस्छु। अनि दाइ आजभोलि हाम्रो समाजमा दाइ भाइ सँगै बस्दैनन्, चाहिँ झगडा भएर छुट्टिएको हुन्छ केही कारणले। तपाईहरूको चाहिँ 3वटा दाइ भाइ भन्नुभयो, अनि तपाईहरू कसरी बस्नु भएको छ नि? हामी त अहिले अब जे जस्तो भए पनि सँगसँगै अब मिलेर बसेको छौँ भाइ। अब एक्लो बस्दा दुखी बेमार भएपछि पनि समस्या हुने, वातावरण अब देखिने जस्तो अवस्था, अब कसैले केही गर्ने हुन्छ। त्यो भएर हामी अब अहिले दाइ भाइहरू सबै अब कोही कतै गएर अब जुनसुकै कामकाज अब गरेपछि पनि हामी अब सबै मिलेजुलेर अब एकै ठाउँमा अब बसिराखेको छौँ भाइ। जहान परिवार अब मिलेर बस्दा अब ठिकै हुन्छ भाइ। किनभने अब एक्लो हुँदा कसैले अपहेलना गर्न खोज्ने, दायाँ हुने बायाँ हुने, जुनसुकै काम गर्दा पनि अप्ठ्यारो हुने भएको कारणले अब मिलेर हामी भन्दा पनि सबै गाउँघर दाजुभाइ इष्टमित्र नातागोताहरू सबै मिलेर अब जुनसुकै कामकाज गर्दा पनि अब ठिकै होला जस्तो अब लाग्छ के। एकदमै राम्रो उचित विचार भन्नुभयो दाइ तपाईँले त। अनि दाइ तपाईँको गाउँ त खासै विकास भएको जस्तो त लाग्दैन। अनि तपाईँको यता गाउँघरतिर नेताहरू चुनावको बेला मात्रै आउँछन् कि अघि पछि पनि आउँछन्, के छ नेताहरू? के गर्ने भाइ, अब भोट माग्ने अवस्था बन्यो भनेपछि अब जनताको अब पैताला चाट्न आउँछन्। भोट जितिसक्यो, अब उम्मेदवार अब जितिसकेपछि अब कता महल बनाउनु छ, कता के गर्नु छ, यहाँ गाउँघरतिर आउने भन्ने कुरा अब छँदै छैन। भोट माग्न आएपछि अब नेताहरूलाई अब भेडा बाख्राको खोरमा हुलेर उगाउनुपर्छ जस्तो लागिरहेको छ। सही हो। पहिलाको चलनमा आफ्नो नेता छान्ने थियो कि राम्रो नेता छान्ने, कस्तो थियो? अब पहिलेको नेता अब आफ्नै नेता छान्ने भन्ने हो। अब राम्रो नेता भइदियो अब यता यस्तो क्यान्न हुन्थ्यो र। अबदेखि चाहिँ के छान्ने, अब कस्तो छ? अबदेखि अब आफ्नो भन्दा पनि राम्रो नेता छानेपछि अब काम लाग्ला जस्तो। अब यो फागुनको 21 गते चुनाव भन्नु आइरहेछ। यदि चुनाव भइहाल्यो भने तपाईँहरू कस्तो नेतालाई भोट दिनुहुन्छ? अब राम्रो नेतालाई भोट दिनु पर्यो। अब आफ्नो भनेर भएन। अहिले अब पाठशाला भयो, स्वास्थ्य चौकी पनि छैन, बाटो विकास पनि यस्तै हो। अब भिर पाखामा हिँड्नुपर्छ, अब के गर्ने। त्यही भएर अब राम्रो नेता जन्मियो भनेपछि राम्रो नेता बनाउला भन्ने सोच हो। तपाईँको यसो गाउँ हेर्दाखेरि त दुर्गम नै छ, न बाटोको सुविधा छ न केही सुविधा छ। अनि तपाईँको जीवनशैलीहरू कसरी चलिरहेछ नि यता? के गर्ने भाइ, अब यस्तै हो जिन्दगी। खाना नपुग्ने अवस्था त्यस्तै छ। अब न जागिर छ न के, अब नोकर छ। अब ढुङ्गा माटो कुटेर खानुपर्ने अवस्था बनेको छ। बालबच्चा पनि धेरै अब के गर्ने, हुने खानेका छोराछोरीहरू काठमाडौँतिर पढ्छन्, सुर्खेततिर पढ्छन्। हाम्रो त अब बच्चा बच्ची पनि अब स्कुलमै यहाँ पाठशाला पनि नजिक नभएर पढ्न नपाएर लेख्न नपाएर त्यस्तै अब जस्तै आमा बाबुको जिन्दगी बितेको छ त्यस्तै अब वातावरण बनिराखेको छ। छोराछोरीले पनि पढ्न पाएका छैनन्। अब के गर्ने, गाउँघरतिर पनि अब यस्तै अब दुर्गमदै छ। हिँडाइ डुलाइ पनि छैन। भिरपाखोमा अब के गर्ने, पशुवस्तु पालेर छोराछोरीलाई अब केही अब खाना लाउनको लागि अब दुःख परिश्रम गरिन्छ भाइ। अब यस्तै हो, गाउँघरतिर दुःख कष्टहरू काटेर बसिएको छ। अब कतैतिर जाउँ भनेपछि अब
बच्चा बच्चीलाई अब लिने हो कहाँ लिने हो न अब लिउँ भने पनि कता लिन पनि नसकिने न जागिर छ न केही छ यहाँ जिन्दगी काट्नु धेरै कठिनाइ छ भाइ तपाईँको गाउँघरतिर बिहा व्रत कसरी हुन्छ नि अब पहिलेको र अहिलेकोमा धेरै अब भिन्नता भइराखेको छ पहिलेको अब त्यस्तै अब दाइजो दिने भन्ने हुन्थ्यो अब गाई बस्तु भाँडो बर्तन अब के अब गहना गिरवा या त्यहाँ अब यताउता गर्ने हुन्थ्यो अहिलेको अवस्था अब के गर्ने अब पशु वस्तुहरू गाई भैँसीहरू पाठो बाख्राहरू लिँदैनन् त्यही अब कानमा सुन अब लगाउने भएपछि सुन र अहिले अब भनौँ अब 5 लाख पैसा भयो भने त्यही अब दाइजो दिने छोरीलाई दिने चलन हाम्रो अब त्यही छ छोराले पनि बाहिरबाट दाइजो ल्याउने र छोरीलाई दाइजो दिनुपर्ने चलन भनेपछि दाइजो प्रथा हटेको छैन अझै अहिलेसम्म हटेको छैन छोरी दियो भने दाइजो दिने छोराले बिहे गरेर ल्यायो भने दाइजो लिएर आउने हजुर हजुर छोराले अब दाइजो ल्याउँछ छोरी गयो भने दाइजो दिन्छ अनि तपाईँ आफूबाट स्वयं चेन्ज गर्न चाहनुहुन्छ कि यो कुरा के छ चयन गर्ने अब यस्तै त हो अब गाउँघरको चलन नै हो अब गाउँघरको चलनै हो यस्तै हो तर अब देशमा चलिआएको आफूले उ भए पनि अब अर्काले मानिलिँदैन यस्तै त हो आफू चेन्ज भयो भने गाउँ चेन्ज हुँदैन गाउँ चेन्ज हुँदैन तपाईँ गीत सङ्गीतमा कतिको रुचि हुनुहुन्छ नि म गीत सङ्गीतहरू अब थोरै भन्दा पनि अब रुचि नै काम अब यताउता गर्छु मनपर्छ कुन चाहिँ के चाहिँ मनपर्छ गीतहरू लोकदोहोरी आधुनिक ठाडी भाका कुन चाहिँ मनपर्छ नि हजुर मलाई ख्याली भाका भन्ने हुन्छ एउटा ख्याली एउटा चाहिँ ठाडी भाका मनपर्छ ए हजुरलाई आउने कुनै गीतहरू सुनाउन सक्नुहुन्छ म 2-4 वटा गीत सुनाउला नि भाइ ए हजुर सुनाइदिनु न ल हुन्छ बोझे गया ते गाई गइगा पहिरोगा बाटी बोझे गया ते गाई गया पहिरोगा बाटी बोझे गया ते भाइ पठाउनु बारो ल्याया पठाउला चेटे भाइ पठाउनु बारो ल्याया पठाउला चेटे भाइ पठाउनु बारो ल्याया बादल भोगो गोमा सगरु गयो ना कोना बादल भोगो गोमा सगरु गयो ना कोना बादल भोगो गोमा भाइलाई सम्झना राख्ला पुरानो जन्जेलसम्म भाइलाई परिचय राख्दा पुरानो जन्जेलसम्म बराइ सिको गामा लोले कञ्चे बुनि लोत्किचे सिको गामा लोले छाउगे चोरे लोत्किचे सिको गामा लोले भेटघाट भाइलो गोर्धोरौँला नलिएका लोले भेटघाट भाइलो गोर्धोरौँला नलिएका लोले भेटघाट भाइलो गोर्धोरौँला बादल भोगो गोमा सगरो गाओ ना कोना बादल भोगो गोमा सगरो गाओ ना कोना बादल गोमा भाइलो गइ जाउँला भन्छु रोटी गरस भाइलो गइ जाउँला भन्छु रोदी गरस भाइलो गइ जाउँला भन्छु
गाउँघरतिर अब यही भाका चलिराखेको हुन्छ। त्यही त हामीहरूले त अब यस्तो सुनेको छैन, यस्तो बुझेको छैनौँ कि हजुर कुनै चाहिँ नेपालीहरू भयो भने त बुझिन्छ। अब यो तपाईँको आफ्नै गाउँठाउँको भाषा भएर भाका पनि त्यस्तैको हजुर अलिक बुझ्न गाह्रो नै पऱ्यो मलाई त। हजुर। यो सुन्दाखेरि चाहिँ रमाइलो लाग्यो मलाई पनि। हजुर हजुर अनि यो के सम्बन्धी गाएको नि हजुरले गाना? यो यसो नबुझ्ने मान्छेलाई यो अब नबुझ्ने मान्छेले पनि अब बुझ्नु पर्ने त बाध्यता हो, अब आखिरी होइन नेपाली भाषा नै हो। हजुर। अनि तपाईँले यो गीतबाट भन्न खोज्नुभएको सन्देश त्यो थोरै भनिदिनु न। यो गीतबाट भन्न खोजेको सन्देश अब के गर्ने, घमाइलो गर्ने ठाउँ, अब रहर गर्ने यस्तो अब हरेक अब अलिअलि कला भएको मान्छे अब यस्तै अब गाउँघरतिरै बस्न पाउने अब पारिवारिक समस्याले दुखी जिन्दगी भएर एकछिन तलतिर अब गएको मान्छेले अब काठमाडौँतिर गएर अब हरेक बाटो हरेक दिन गुजार्नको लागि हरेक काम गरेको हुन्छन्। के गर्ने, गरिबी जिन्दगी भइसकेपछि अब घरबाट तलतिरै जानै नसकेको कारणले अब यस्तै अब मनमा पछुतो रहिरहेको। फेरि भाइसँग पनि भेटघाट गरौँला, यो जिन्दगी रह्यो भनेपछि अब सबभन्दा जिन्दगी नजानु पर्यो, नमर्नु पर्यो, नभाग्नु पर्यो, एकपटक भाइसँग भेटघाट हुन्छ भनेर यो गीतले भन्न खोजेको हो भाइ। अवश्य नै हाम्रो भेट फेरि हुनेछ त। यस्तो राम्रो सन्देश दिएको है यो गीतले। हजुर नबुझेर पो त नि। हजुर